तयारी घोडदौराबाट दाङको फाँट हेर्न कुहिरो लाग्यो हेरेर जाँदैछौँ सबै है। बिहानको झिसमिसेमा बजारमा अलिअलि चहल पहल बढ्दैछ। कोही तरकारी किन्न, कोही कलेज जाने, आफ्नो गन्तव्यमा पुग्नेहरू बिहान निस्कँदैछन्। I've never known a love so steady. Even gold won't turn your tide. सुस्ता सुस्ता अगाडि बढ्दै गर्दा केही चिसो बढेको महसुस गरिराखेको छौँ। Every low and every high, and I would have you anyway, dear. Any way your heart could bear, even if you had to leave. I'd always be. बाटो पहिलाभन्दा धेरै राम्रो सुधार भएको रहेछ। पहिला पटक आउँदा बाटोमा बाइकमा जाँदा त्यो धेरै कठिनाइहरू भएको थियो। यसपटक चाहिँ माथितिर बाइकमा आउँदा मजाले तपाईँ देख्न सक्नुहुन्छ। त्यस्तो कुनै पनि अप्ठ्यारो छैन, सजिलै बाइक जान्छ। तपाईँ पनि आनन्दसित आउन सक्नुहुन्छ। यो चाहिँ घोराईको बयल डाँडा भन्ने ठाउँ हो, जुन बिहानको मर्निङ वाकको लागि एकदमै प्रसिद्ध छ। सबैजना बिहान मर्निङ वाकमा आउने, जगिङ गर्न आउने ठाउँ, सबै यतै आउनुहुन्छ। अहिले हामी ठ्याक्कै यो घोडदौराको भ्यू पोइन्ट लिएर आइपुगेका छौँ। भाइहरू पनि आइपुग्नु भएको रहेछ। चिसोको केही प्रभाव नगरी यहाँ आइपुग्यो। यहाँ आउँदाखेरि यस्तो लाग्यो, यहाँ आनन्द, यहाँ घाम लाग्ने र घोराईमा त यस्तो छैन होला भन्ने महसुस जस्तो लाग्ने। तर यहाँबाट गाडी बजार यस्तो देखिन्छ। सबैजना हेरेर आनन्द लिनुहोस्, आउनुहोस् है त। फर्किने है।